अर्डर गरेको 5-6 दिनपछि सामान बल्ल मेरो हातमा परेको छ। सोच्नुहोस् यो बक्सभित्र के छ, आउनुहोस् सँगै मिलेर अनबक्स गरौँ। खासमा कुरा यस्तो छ, भ्लग बनाउने भनेर क्यामेरा हातमा लिएर मञ्जन र पुरुष गर्दै थिएँ। त्यही बेलामै मुखभित्र बरस्ट हँसिएर बर्बाद फेरि हात के साह्रो दुखेको। मञ्जन पुरुष गरेर नाइ धुइ गरेर फ्रेस भएर चिटिक्क त पर्यो। फ्रेस त भन्ने मात्र हो, ड्युटी जाने भनेपछि त मन अलस्सै अनि यो थोपडामा औँसीको रात जस्तै हुन्छ। नहुने जान्डले जे गरे पनि नहुने। हाई एभ्रिवान, गुड मर्निङ। के छ? आई होप सन्चै आरामै हुनुहुन्छ भन्ने आशा राखेको छु। ड्युटी जाने त मनै थिएन। छुट्टी गरे भने साउ बडबडाएर मर्ला भन्ने पिर। साउ र बाउलाई चाहिँ कहिले खुसी बनाउन सकिन्न भन्छन्, त्यही हालत चाहिँ मसँग भएको छ। रातिको खाना खाएपछि मैले चाहिँ अर्को दिनको 12-1 बजेसम्म केही पनि खाँदिनँ। किचनमा जाँदा जाँदै प्लेटमा रोटी र मुङको दाल लिएर ब्रेकफास्ट पनि गर्न थाल्छु। अब आउँछ हाम्रो अर्डरको लागि मिच्चा तयारी गर्ने पालो। टक्क चपिङ बोर्डलाई मिलाएर चाकुमा धार लगाएर आर्नेको काम नगरे पनि धार लगाउन चाहिँ खत्रै आउने मलाई। भिडियो धेरै लामो भएको कारणले यो भिडियोको पार्ट 2 पनि यसै गरी ल्याउनेछु। यो आइडीलाई सबैजनाले फलो गरेर सपोर्ट गरिदिनु होला। मिल्नेछ हामी नेक्स्ट भिडियोमा। बाई बाई, जय अर्घाँची।